हेलो साथीहरू सबैलाई नमस्कार अनि स्वागत छ। आज म तपाईहरुलाई जीके सामान्य ज्ञान खण्डको सेकेन्ड लास्ट टपिक अर्थात् अन्तर्राष्ट्रिय सङ्घ संस्था अन्तर्गतको विषयवस्तुमा छलफल गर्ने भनी उपस्थित भइसकेको छु। हामीले योभन्दा पहिलाको क्लासमा त्यो भिडियो यो च्यानलमा छ। हामीले योभन्दा पहिला के पढेको थियौँ भन्दा यु या नो र त्यससँग सम्बन्धित जानकारीहरू हामीले क्लासमा छलफल गरिसकेका छौँ हौ। बीचमा हाम्रो सारको पढाइ भइसकेको छ। त्यसको भिडियो चाहिँ यो च्यानलमा अपलोड भएको छैन। आज चाहिँ हामी चाहिँ विशेष गरी जतिको हामीले सार्कलाई युएनओलाई अन्तर्राष्ट्रिय सङ्घ संस्था भन्ने टपिकमा महत्त्व दिएर पढ्छौँ त्यतिकै महत्त्व बिमस्टेक आसियन युरोपियन युनियनको टपिक रहेको छ है। त्यसमा पनि आजको हाम्रो छलफल गर्ने विशेष विषयवस्तु भनेको के हो त बिमस्टेक है। पहिला म टपिक लेख्छु। बिमस्टेक भन्ने छ। यो पनि हाम्रो अन्तर्राष्ट्रिय सङ्घ संस्था अन्तर्गतकै महत्त्वपूर्ण विषयवस्तु हो। आज हामी यसको बारेमा छलफल गर्छौँ है। टपिक के छ बिमस्टेक छ। यो विषयवस्तु एकदमै बढी महत्त्वपूर्ण छ। जतिको तपाईले फोकस गरेर युएनओ पढ्नुहुन्छ रुजवेल्टका कुराहरू अवधारणाकारका कुरादेखि लिएर हरेक कुरा तपाईले युएनओमा पढ्नु भएको छ। सार्कमा पनि सार्क शिखर सम्मेलन कतिवटा भइसके हो, महासचिव हाल चाहिँ को छन् भन्ने कुराहरू तपाईले अध्ययन गर्नु भएको छ हो। त्यति नै महत्त्व तपाईले बिमस्टेकलाई दिएर अध्ययन गर्नुपर्ने हुन्छ। यो विषयवस्तु छोटो छ, बुझ्नलाई सजिलो छ र महत्त्वपूर्ण छ। बिमस्टेक भन्ने बित्तिकै यसमा पहिला हामी अवधारणामा जान्छौँ। अवधारणालाई पनि तपाईले कसरी बुझ्नुपर्छ भन्दा बिमस्टेक भन्नाले तपाईले के बुझ्नुपर्छ भन्दा एउटा यसपछि हामीले आसियन पढ्नुपर्छ हो। त्योभन्दा अगाडि हामीले के पढ्यौँ सार्क पढ्यौँ। यो बीचमा बिमस्टेक छ र यसका तपाईले मेम्बर हेर्नुभयो भने आधा आसियनका छन् र आधा के छन् सार्कका छन् हो। त्यही भएर यसलाई के भनिन्छ भन्दा पुल भनिन्छ अर्थात् ब्रिज भनिन्छ। केसको त बिट्विन आसियन एन्ड सार्क। सार्क र आसियन बीचको एउटा पुलको काम गर्ने निकाय कुन हो, संस्था कुन हो त बिमस्टेक हो है। ल पहिला सुरुमा लेख्नु पर्यो। यसलाई के भनिन्छ भन्दा ब्रिज बिट्विन सार्क एन्ड आसियन। यो तपाईको फर्स्ट टपिक के भन्छ भन्दा बिमस्टेक के हो त हाम्रो आसियन यसपछि पढ्ने कुरा टपिक हो। सार्क हामीले पढिसकेका छौँ। यो दुईवटा विषयवस्तुको जोड्ने पुलको माध्यममा केलाई लिइन्छ त बिमस्टेकलाई लिइन्छ। अब यसको स्थापना कहिले भयो भन्ने कुरा जानु। यो पनि महत्त्वपूर्ण टपिक हो, क्वेसन हो। 1997 1997 कतिमा त जुन 6 है। 1997 जुन 6 मा के भएको स्थापना भएको। स्थापना कालमा डाइरेक्ट नाम बिमस्टेक थियो त थिएन। के थियो बिस्टेक भन्ने थियो र बिस्टेकमा तपाईको चाहिँ देशको नामबाट के थियो यो बिस्टेक नामाकरण गरिएको थियो है। अब यहाँ तपाईले बिस्ट हेर्नुभयो भने के भन्छ भन्दा के छ यहाँ 4 वटा राष्ट्र छ है। यिनी के हुन् त संस्थापक राष्ट्र। किसको त बिमस्टेकको। बिमस्टेकको उत्पत्ति वा जहिले यो स्थापना भयो स्थापना कालको नाम के हो भन्दा बिस्टेक हो भने त्यो बिस्टेकमा बिस्ट भनेको के हो त 4 वटा बिमस्टेक राष्ट्रको नाम यसभित्र पर्छ जसलाई के भनिन्छ संस्थापक राष्ट्र। त्यसको बिमस्टेकको है। अब यहाँ तपाईको बीबाट बङ्गलादेश, आईबाट इन्डिया भनेको भारत भयो हो। यास भनेको श्रीलङ्का भयो भने
टी भनेको थाइल्यान्ड हो। अब यसबाट के कुरा प्रुभ हुन्छ भने हामीले बिमस्टेकलाई के भनेका छौँ, सार्क र आसियानको ब्रिज हो भन्नुको अर्थ दुवै देशलाई यसले के गर्छ, जोड्छ। जस्तो बङ्गलादेश, भारत र श्रीलङ्का भनेको सार्कका मेम्बर हुन्। थाइल्यान्ड केसको हो त, आसियानको मेम्बर हो। यहाँ अहिले कतिवटा आयो त, 4वटा देश आयो है। अब एउटा क्वेसन के भन्छ भन्दा बिमस्टेकको सदस्य संस्थापक भनेको स्थापनाको बेलामा हस्ताक्षर गर्ने राष्ट्रहरू संस्थापक भए है, जसमा हामीले यो 20 भनेर जानेका छौँ। यही जानेपछि 4वटा राष्ट्र यो बन्छ। सदस्य भनेको संस्थापक प्लस पछि थपिएका, 4 + 1 + 2 = 7वटा। कति मेम्बर छन् बिमस्टेकका? 7वटा छ। कसरी? 4 + 1 + 2 = 4 1 5 2 7वटा छ। अब यसमा अहिलेसम्म के छ, बिस्टेकै नाम छ। अब के हुन्छ, बिस्टेकमा याम थपेर के हुन्छ, मिस्टेक हुन्छ। हो, पढ्न पनि सजिलो छ है। बिस्टेक थियो, याम थप्नुभयो, मिस्टेक भयो, बिमस्टेक भयो। के थपिएर? याम थपिएर। भनेको जो 20 छ, यो बिस्टेक भन्ने छ, के भएको त, बिमस्टेक भएको कहिले भन्नु र म्यानमार के हुनु त, बिमस्टेकको मेम्बर हुनु को सदस्य भएको। मिति के हुन्छ, एउटै हो। कुरा के बुझ्नु होला भन्दा पहिला स्थापना हुँदाको कालमा के थियो, यसको नाम के थियो त, बिस्टेक भन्ने थियो। के थियो? बिस्टेक भन्ने थियो भने अब यहाँ बिमस्टेक नामाकरण हुन्छ के भएपछि, म्यानमार थपिएपछि। बिस्टेक थियो, याम थपेर मिस्टेक भयो, बिमस्टेक भयो। अब बिमस्टेक नामाकरण कहिले गर्यो भन्ने मिति र म्यानमार बिमस्टेकमा कहिले मेम्बर भयो भन्ने मितिको एन्सर के हुन्छ, एउटै हुन्छ। 1997 डिसेम्बर 22, 1997 डिसेम्बर 22 तारिकमा के भयो त, 5औं राष्ट्रको रूपमा बिमस्टेकमा को आयो, म्यानमार आयो। अब के भयो त, बिमस्टेकले आफ्नो पुरा नाम पायो है। ल, यहाँसम्म कतिवटा राष्ट्र भयो अहिलेसम्म? 7 भनेका छौँ, 5वटा भयो। यो 20 4वटा, एउटा म्यानमार 1997 डिसेम्बर कतिमा आयो त, 2 मा आयो। यति भएपछि 5 राष्ट्र भयो। अब 2 राष्ट्र बाँकी रहन्छ। यसलाई मैले मेटेँ है त। अब यहाँ 2 राष्ट्र चाहियो, 2 राष्ट्र थप। के भन्दा एउटा नेपाल, एउटा को, एउटा नेपाल भयो, हामीले जानेका छौँ। एउटा के हो त, नेपाल हो भने अर्को के हो त, हाम्रो श्रीलङ्का। यता आइसकेपछि भुटान। यति बुझ्नु होला। यसमा आउने मेम्बर के सार्क आउँछन् कि भने आसियानको आउँछ, यति बुझ्नु होला। नेपाल र भुटान है। कहिले भन्यो भने यो पनि मिति बढी महत्त्वपूर्ण छ। 2004 0208 4 दुना 8 4 दुना 8 2004 फेब्रुअरी 8 तारिकमा बिमस्टेकको 6औं र 7औं सदस्य राष्ट्रको रूपमा नेपाल र भुटान के भएका हुन् त, सदस्यता प्राप्त गरेका हुन्, सदस्य भएका हुन्। कहिले कहिले क्वेसन के भन्छ भन्दा क्वेसन बनेको छ यो, बिमस्टेकको अन्तिम राष्ट्र कुन हो भन्यो भने हामीले नेपाल र भुटान त एउटै डेटमा पढेका छौँ, फेब्रुअरी 8 मा। तर हामीले यसमा अर्को कुरा के बुझ्नुपर्छ भने यो अल्फाबेट थाहा पाउनु भएको छ, अल्फाबेटिकल भन्ने। यो अल्फाबेटको आधारमा मेम्बरसिप प्राप्त हुने भएको हुनाले भुटानमा बी छ र नेपालमा यान छ। पहिला भुटान, त्यसपछि नेपाल। त्यही भएर
बिमस्टेकको अन्तिम राष्ट्र भनेर क्वेसन सोधेर अप्सनमा भुटान पनि छ, नेपाल पनि छ, म्यानमार पनि छ, थाइल्यान्ड पनि छ भने त्यसको एन्सर के हुन्छ? लास्ट मेम्बर भनेको नेपाल हुन्छ है। ल यो भयो। अब एउटा हाम्रो के छ यहाँ, यो भइसकेपछि हाम्रो चाहिँ अब प्रधान कार्यालय भनेको सचिवालय हुन त अहिले हो। सचिवालय भन्ने अङ्गमा यो विषयवस्तु आइहाल्छ, तैपनि विषयवस्तुभित्र पर्ने भएको भने लेखिहालौँ। कहाँ हो त भन्दा यो ढाका भने कहाँ? बङ्गलादेश। तपाईँले बुझ्नुभयो होला बङ्गला भनेको के हो त? बङ्गला भनेको घर हो नि त, ठुलो घरलाई बङ्गला भन्छ। जो बङ्गला हो त्यही नै के हो? प्रधान कार्यालय। प्रधान कार्यालय भनेको के हो त? अफिस हो, मेन अफिस हो, सायद ब्रान्च पनि होइन। मेन अफिस भनेको ठुलो बङ्गलामा हुन्छ। बङ्गलादेश भनेको के हो त? बिमस्टेकको प्रधान कार्यालय हो वा सचिवालय हो है। यसमा को बस्छ? महासचिवहरू बस्छन्। अहिले महासचिवको क्रम पढ्ने बेला यो विषयवस्तु आउँछ। यो तपाईँको पहिलो विषयवस्तु भयो यसमा है त। ल अब हामी यसको अङ्गमा जान्छौँ। बिमस्टेकका अङ्गहरू लेख्नुहोस्। यसमा अब कहिले कहिले के भन्छ भने बिमस्टेकको ठुलो राष्ट्र भन्यो भने भारत लगाउँछौँ, सानो भने कसलाई लगाउँछौँ त? भुटान लगाउँछौँ। बिमस्टेकमा भएको तर सार्कमा भएका सदस्य मध्ये बिमस्टेकमा नभएका राष्ट्र कुन कुन हुन् भन्यो भने एउटा श्रीलङ्का आइसकेका छ, मालदिप्स होइन, अफगानिस्तान होइन र के छ पाकिस्तान होइन, तीनटा छैनन्, चारवटा यसमा आएको छ भनेर बुझ्नु होला। ल अब लेखौँ अङ्गहरू। अङ्गहरू एकमा के छ? राष्ट्र र सरकार प्रमुखको बैठक, यसलाई के भन्छ? बिमस्टेक सम्मेलन भन्छ है। राष्ट्र भनेको बिमस्टेकका जो मेम्बरहरू छन्, बिमस्टेकको मेम्बरहरूमा रहेका प्रमुख, राष्ट्र प्रमुख वा के छ हाम्रो सरकार प्रमुखको मेन व्यक्ति के हुन्छ? बैठक हुन्छ। त्यसलाई के भन्छ? सर्ट फर्ममा बिमस्टेक सम्मेलन भन्छ है। अब यसमा के हुन्छ भन्दा चाहिँ यो सबैभन्दा ठुलो विचार विमर्श गर्ने अङ्गको रूपमा केलाई लिइन्छ? राष्ट्र र राष्ट्र प्रमुखको बैठक अर्थात् बिमस्टेक सम्मेलनलाई लिइन्छ है। ल अब यसैभित्र सार्नु पर्यो। हालसम्म बिमस्टेकका सम्मेलनहरू कतिपल्ट भएको छ? 5 वटा सम्मेलन भइसकेको छ, 5 पटक भइसकेको छ है। यसमा हामीले के गरौँ? क्रम लेखौँ। एउटा एक भयो, अहिले मिति पुरा लेखौँला, पहिलालाई सारौँ है त। अब यहाँ तपाईँले छुट्याउनु पर्ने भनेको एउटा भनेको बिमस्टेकको प्रधान कार्यालय कहाँ छ? हामीले बङ्गलादेश भन्छौँ। हामी झुकिने थाइल्यान्ड र बङ्गलादेशमा हो कि बङ्गलादेशले अहिलेसम्म के छ? बिमस्टेकको सम्मेलन सञ्चालन गरेको छैन। त्यही भएर बङ्गलादेश भनेको ढाका भनेको हाम्रो केमा पर्छ त्यतिर? प्रधान कार्यालय मात्रै हो भनेर बुझ्नु होला। यहाँ थाइल्यान्ड भन्ने अप्सन भनेको के हो त? बिमस्टेकको पहिलो सम्मेलन सञ्चालन गर्ने राष्ट्र है, थाइल्यान्ड। 2 मा भारत, 3 मा म्यानमार, 4 मा नेपाल। अहिले लगत्तै के भएको छ?
5 मा के भयो त श्रीलङ्का। यो 5 वटा राष्ट्र तपाईले याद गर्नुपर्छ। के भएको भन्दा हालसम्म बिमस्टेकको सम्मेलनहरू 5 वटा भइसकेका छन्, 5 पटक भइसकेको छ है। र हालसालै भएको भनेको 2023 मा भएको थियो, मार्च 30 मा भर्चुअल माध्यमबाट श्रीलङ्कामा भएको थियो। अब छैठौं कहाँ हुने त्यसको बारेमा यसपछि लेख्छौँ हामीहरूले। यो पहिला तपाईलाई ठाउँको नाम थाहा हुनुपर्छ है त। ल यसलाई याद गर्ने हो भने कसरी थालमा भात माने सिरी भनेर पनि कन्ठ गर्न सकिन्छ। कसरी भन्दा थालमा भात छ मानेश्री भनेको चाहिँ त्यो मानश्री भन्ने पुरस्कार प्राप्त हुन्छ है। त्यो थालमा भात छ मानेश्री भनेको चाहिँ थाइल्यान्ड र भारत, म्यानमार, नेपाल र श्रीलङ्का हालसम्म 5 पटक के छ सम्मेलन भइसकेको छ। अब यसमा कति वर्षपछि तपाईले चाहिँ सार्कको शिखर सम्मेलन हेर्नुभयो भने के छ निश्चित समयमा हुन्छ भनेर तोकिएको छ। युएनओ भने तपाईँ के भनेको छ, युएनओमा चाहिँ प्रत्येक महिनाको प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार भनेको छ नि, तोकेको छ। तर यसमा फिक्स तोकेको छैन, कोही कोही 4 वर्ष भन्ने देखिन्छ। त एउटा सम्मेलनमा धेरै ग्याप छ। जस्तो 2004 मा थाइल्यान्डमा भयो पहिलो शिखर सम्मेलन, पहिलो बिमस्टेक सम्मेलन हो। भारतमा यसमा 4 जोडेर कति हुन्छ 8। 2014 म्यानमारमा, नेपालमा 2018, अहिले कति वर्ष 2022 भन्ने छ। यो कुरा 4 को फरकले के छ हाम्रो अगाडि बढेको छ। हेर्नुस् त 4 छ 8 छ। तर के छ भन्दा यहाँ अब 8 पछि 12 हुनुपर्ने कति भयो 14 भयो। र बाँकी फेरि के छ 6 वर्ष ग्याप पछि 14 देखि 18, 18 देखि 22। अब कन्ट गर्नु पर्यो कसरी भने यहाँ 4 छ यहाँ 8 छ फेरि 4 छ फेरि 8 छ। अब 22 त अब अहिलेको हामीले पढ्छौँ समसामयिक हामीले यही नै हो। 4 वर्षको डिफरेन्टमा भइरहेछ भनेपछि अब 26 मा के हुन्छ यसको बिमस्टेकको छैठौं शिखर सम्मेलन हुन्छ। त्यही भएर यसलाई याद गर्नको लागि 4, 8 फेरि 4 फेरि 8 अनि 2, 4, 8, 14, 18, 22 है। ल यसरी यसलाई मिति पढ्नु होला। ल यो चाहिँ याद गर्नु होला है त। नेपालमा भएकोमा थपिएको कुरा लेखौँला यसपछि। अनि यो हामीले अलि बढी छलफल गर्नुपर्छ। यसलाई छलफल गरिसकेपछि हामी कहाँ जान्छौँ त यसका महासचिवहरूको बारेमा अध्ययन गर्छौँ। यसलाई पहिला सार्दै गर्छ ल। अब यो सबैको फुल मिति जस्तो तपाईको यसमा कति हुने भयो त जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई। जुलाईमा के भएको 31 मा पहिलो बिमस्टेक सम्मेलन थाइल्यान्डको हाम्रो थाइल्यान्डमा भएको थियो 2004 जुलाई 31 मा भएको थियो भने अब हामीले 5औं मा जान्नु पर्यो। 5औं मा कति छ भन्दा 2022 छ भने मार्च कति 30 मा भएको थियो है। अब यसको बारेमा के कुरा हामी लेख्छौँ सार्नु भयो। ल सार्नु भयो भने यसमा लेखौँ पहिला नेपालमा भएको हुनाले यसमा अरु त्यति धेरै त कामहरु भएको छैन। एउटा तपाईको चाहिँ यो माउन्टेन इकोनोमी र ब्लू इकोनोमिक भनेर केमा थप्या त बिमस्टेकको क्षेत्रमा थपिएको 2 क्षेत्र हुन्। यो कहिले भएको थियो भन्दा चाहिँ 2018 सालमा भएको थियो। यो नेपालमा भएको सम्मेलन भएको हुनाले हामीले यसको बारेमा एक लाइन लेख्छौँ। त्यसपछि हामी 5औं मा जान्छौँ है त। थालमा भात मानेश्री भनेपछि थाइल्यान्ड र भारत, म्यानमार, नेपाल र श्रीलङ्का भनेर याद गर्नु होला। अब यो 4 मा यो भने के त चौथो बिमस्टेक सम्मेलन है। यो कहाँ भएको थियो नेपालमा भएको थियो है। कहाँ भएको थियो त नेपालमा भएको थियो। कहिले भएको थियो भन्नुभयो भने हामीले के भनेका छौँ यो त जानेका छौँ अगस्त 30 मा भएको छ है त। यो बेला नेपालको प्रधानमन्त्री को थियो त केपी ओली
सजिलो छ, गाह्रो छैन यसमा। यसमा थप भएका थप भएका क्षेत्र वा यसले थप गरेका 2 क्षेत्र छन्। 2 क्षेत्र, एउटा भनेको के छ हाम्रो माउन्टेन इकोनोमी भन्ने थपेको छ, अर्को के थपेको छ ब्लू। यो 2वटा क्षेत्र थपिएको भने कहिले हो त बिमस्टेकको 4औं शिखर सम्मेलनमा के भएको यो थपिएको है त। मिति कति छ 18 अगस्त 30 मा छ। प्रधानमन्त्री को थियो केपी ओली है, केपी शर्मा ओली। यो थपिएको थियो यतिकैमा छ 4औं शिखर सम्मेलनमा छ है। ल यो अब जान्नु होला। अर्को तपाईले जस्तो मैले तपाईलाई के भने भर्खरै पहिलो कहाँ भएको थियो थालमा भाग, थाइल्यान्ड, भारत, मानेश्री, म्यानमार, चौथो नेपालै भइगयो, अन्तिममा श्रीलङ्का। यो 5वटा शिखर सम्मेलनमा नेपालबाट भाग लिएका व्यक्ति जान्नु छ भने यहाँ सुरुमा र अन्तिममा के छ शेरबहादुर है। भनेको अगाडि पनि शेरबहादुर, पछाडि पनि शेरबहादुर, बीचमा को भन्दा को पनि भयो। यसमा चाहिँ अगाडि शेर भयो, पछाडि पनि शेर, भनेको 1 नम्बरमा पनि शेरबहादुर देउवा, थाइल्यान्डमा पनि र श्रीलङ्कामा पनि के त शेरबहादुर देउवा। बीचमा को एउटा प, अर्को छ हाम्रो सु, पशु, अनि के बच्यो केपी ओली। यो सेन्टेन्स नेगेटिभ बनाएको चाहिँ होइन, यसरी बुझ्न सकिन्छ। अगाडि शेर, बीचमा शेर, अगाडि शेरबहादुर, पछाडि शेरबहादुर, बीचमा पशु छ, छेउमा के छ केपी शर्मा ओली भन्यो भने पहिलो शिखर सम्मेलनमा शेरबहादुर देउवा थाइल्यान्डमा भएको थियो। दोस्रोमा भारतमा भएको बेला प्रचण्ड, पुष्पकमल दाहाल प्रचण्ड। तेस्रोमा म्यानमारमा भएकोमा सुशील कोइराला। चौथोमा केपी शर्मा ओली यहाँ आइसकेका छ। पाँचौँमा फेरि के छ श्रीलङ्का छ। अब हामी यसको बारेमा अध्ययन गर्छौँ। यो कति भयो 4औं बिमस्टेक सम्मेलन। 2 क्षेत्र माउन्टेन इकोनोमी र ब्लू इकोनोमी भनेर नेपालले थप गरेको है। ल अब पाँचौं सम्मेलन कहाँ भर्खरै माथि सारेका छौँ। कहाँ भएको श्रीलङ्कामा भएको। कहिले भएको सन् 2022 मार्च 30 मा भएको। अब यो बेलामा कोरोना थियो, त्यही भएर के होमा कसरी भन्दा चाहिँ भर्चुअल माध्यम भनेको अनलाइनको माध्यमबाट यो सम्मेलन भएको थियो है। 5औं शिखर सम्मेलन यस्तो सम्मेलन हो जसमा राष्ट्रका प्रमुखहरू एक ठाउँमा जम्मा भएर मिटिङ गरेको चाहिँ होइन, अनलाइनबाट भिडियो कन्फरेन्सबाट मिटिङ गरेको सम्मेलन हो है। ल अब यसमा प्रत्यक्ष भाग लिएका नेपाली को अन्त नारायण खड्का। नेपालबाट के भएको त नेपालबाट केसमा भन्दा चाहिँ यो बिमस्टेकको 5औं सम्मेलनमा प्रत्यक्ष भाग लिएका भनेको अन्त नारायण खड्का हुन् है। ल अब चाहिँ यो कुरा केमा थियो त 5औं शिखर सम्मेलनमा थियो। केसको बिमस्टेकको। कहाँ भएको थियो श्रीलङ्कामा भएको थियो। कहिले भएको थियो 2022 मार्च 30 मा भएको थियो। कसरी भएको थियो भर्चुअल भएको थियो। किन भर्चुअल भयो भन्दा चाहिँ यो बेला कोरोना थियो, विश्वमा जाने सम्भावना कम थियो, त्यही भएर भिडियो कन्फरेन्स अनलाइनबाट भएको थियो
प्रत्यक्ष भाग लिएका भनेको त्यहाँ गएर हस्ताक्षर पनि गरेका थिए। कसले भन्दा नेपालका नारायण खड्काले गरेका थिए है। ल यो हाम्रो के भयो त सम्मेलनहरू भयो। कसको त बिमस्टेकको शिखर सम्मेलन भयो। अब हामी के जान्छौँ, यसको अर्को अङ्क छ सचिवालय है त। ल अब लेख्नुहोस् कतिमा भन्दा नेक्स्ट टपिकमा सचिवालय। अब यहाँबाट क्वेसन छुट्यो भर्खरै, के छुट्यो भन्दा 6औं है, 5औं भइसकेको छ। कहाँ भयो? श्रीलङ्कामा भयो। 6औं कहाँ हुँदैछ त? ब्याङ्ककमा, थाइल्यान्डको ब्याङ्ककमा 6औं बिमस्टेक सम्मेलन हुँदैछ। कहिले हुन्छ? 2026 मा हुन्छ। अब क्वेसन कसरी बन्न सक्छ भने बिमस्टेकको अहिले वर्तमान अध्यक्षता ग्रहण गर्ने राष्ट्र कुन हो भने थाइल्यान्ड। जसको पालो आउँछ त्यही देश के हुन्छ? यसको अध्यक्ष बन्ने प्रावधान छ। 26 पछि जसलाई तोकिन्छ त्यो अध्यक्ष बन्छ। 26 सम्म अहिले अध्यक्ष को छ बिमस्टेकको भन्यो भने थाइल्यान्ड छ है। ल यो सम्मेलनको अन्तर्गत पर्ने कुरा भयो। अब लेख्नुस्, सार्नु भयो। अब लेख्नु होला सचिवालय। ल सचिवालय भनेपछि के हो? प्रधान कार्यालय भन्छ। अर्को अङ्क के छ? सचिवालय छ है त। अब यो कस्तो अङ्ग हो भन्दा अघि हामीले विचार विमर्श गर्ने, मिटिङ गर्ने अङ्ग भनेर राष्ट्र र राष्ट्र प्रमुखको बैठकलाई भनेका थियौँ भने यो त कस्तो अङ्ग हो? प्रशासनिक अङ्ग हो यो। यसमा प्रशासनिक कामहरू गरिन्छ। यसमा को बस्छ भन्दा चाहिँ महासचिवहरू रहने। यसमा को रहन्छ? प्रमुखको रूपमा महासचिव रहन्छ है। ल अब महासचिव त रहन्छ। यसमा जान्नुपर्ने भनेको महासचिव भइसकेपछि यिनीहरू कहाँ बस्नु पर्यो? सचिवालयमा बस्नु पर्यो, प्रधान कार्यालय बनाउनु पर्छ। त्यही भएर बिमस्टेकको सचिवालय माथि कुरा आइसकेको छ। वा प्रधान कार्यालय कहाँ छ? बङ्गला भनेको घर भयो, बङ्गलादेशको ढाकामा के छ? यसको सचिवालय छ। अब यो सचिवालय कहाँ राख्ने त? बङ्गलादेशमै राख्ने भनेर त्यो निर्णय कहिले भएको थियो त? यो बिमस्टेकको कति हो? 3rd है, तेस्रो सम्मेलन। अब भन्नुहोस् तेस्रो सम्मेलन कहाँ भएको थियो? याद छ? थालमा भात मानेश्री भनेपछि म्यानमार। कहाँ भएको थियो? म्यानमारमा भएको थियो है त। यो राख्नुपर्छ सचिवालय बङ्गलादेशमै राख्नुपर्छ भन्ने निर्णय कहिले भएको? बिमस्टेकको तेस्रो शिखर सम्मेलनमा भएको थियो, जो कहाँ भएको त? म्यानमारमा भएको थियो। र यो राख्नुपर्छ भन्ने व्यक्ति को हुन् भन्दा चाहिँ बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना। प्रधानमन्त्री बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाले के भनिन् भन्दा चाहिँ यो बङ्गलादेशमा के गर्नुपर्छ? बिमस्टेकको सचिवालय स्थापना गर्नुपर्छ भन्ने कुरा भयो। भइसकेपछि अब के भयो त? यसको उद्घाटन गरिन्छ, सचिवालय बन्छ। कहिले बन्छ भन्दा 2014 सालमा के हुन्छ? यो बन्छ। यो भन्नाले सचिवालय बन्छ है। 2014 साल सेप्टेम्बर 13 मा बिमस्टेकको सचिवालय बङ्गलादेशको ढाकामा खुल्छ र कार्य प्रारम्भ हुन्छ। तेस्रो भनेको कहिले सुरु भएको छ? हाम्रो 14 मा भयो नि,
14मा अवधारणा ल्याउँछे कसले? शेख हसिनाले। त्यसपछि अब 14 सेप्टेम्बर 13बाट त्यो अफिसमा काम सुरु हुन्छ है, कहाँ? बङ्गलादेशको ढाकामा। अब लेख्नुहोस्, यसमा अब घर पनि तयार भयो, ढाकामा छ। तेस्रो शिखर सम्मेलनले निर्णय गरेको हो अवधारणा ल्याउने व्यक्ति भनेको शेख हसिना, बङ्गलादेशको त्यो बेलाको तत्कालीन प्रधानमन्त्री। अब त्यो अफिसमा बस्ने मान्छेलाई के भन्छ? महासचिव भन्छ। अब लेखौँ महासचिवहरू, बिमस्टेकका महासचिवहरू भनेपछि के पर्छन् थाहा पाउनु पर्यो। महाहरू हालसम्म कति भएको छन्? 4 जना भएका छन्। सूत्र के हुन्छ? सुस्तै सुस्तै जाऊ भन्छ नि। सुस्तै भने कस्तो? बिस्तारै बिस्तारै। सुस्तै सुस्तै जाऊ किन आत्तिन्छौ भनेको यही हो। सुस्तै सुस्तै जाऊ भनेको बिमस्टेकका 4 जना के भन्छ? यिनीहरू महासचिव हुन्। लेखौँ 1 2 3 4। यो सुमिथ वा सुमिथ नाकन्दला पनि भन्छ। पहिलो भाइ सुबाट है, सुबाट के भयो त? सुमित नाकन्दला भयो। अर्को भनेको सबाट शहीदुल इस्लाम भन्ने भयो। त भनेको तेन्जिङ लेखपाल वा लेखापाल। यी भनेको अब अहिलेको अवस्थामा बिमस्टेकको कति त? 4थो महासचिव भने पनि हुन्छ, वर्तमान भने पनि समसामयिक यही नै हो। इन्द्रमणि पाण्डे है त। अब विशेष गरी यी महासचिवहरू कुन कुन देशका हुन् थाहा पाउनुपर्छ। यो इस्लाम भनेपछि पाकिस्तानमा छैन, के छ? बङ्गलादेश छ, बङ्गलादेशको भयो। सुमित भनेपछि श्रीलङ्का, सरी ओहो गाह्रो छ। अनि तेन्जिङ लेखपाल भनेपछि हामीले के बुझ्नु पर्यो त? थोरै नाम यो नेपालीसँग मिल्ने खालको तामाङ मगर जस्तो नाम छ नि हो। तेन्जिङ भनेपछि तेन्जिङ नोर्गे शेर्पा भन्छौँ नि, कता मिल्छ यो? भुटानतिर मिल्छ। यो अहिले नयाँ हो भारत है त। यो के हो त? भारत हो ल। अब यो कहिले भएको भन्दा 2014बाट सुरु भयो 2017सम्म। अर्को कुरा, महासचिवको पदावधि कति हुन्छ? 3 वर्षको हुन्छ। याद गर्नु होला अनि यहाँबाट जोड्नु होला। 14मा किन भयो भन्दा 2014बाटै के भएको छ? महासचिव भनेको यो बिमस्टेकको सचिवालय वा प्रधान कार्यालय बङ्गलादेशको ढाकामा स्थापना भएको छ। त्यही भएर जबसम्म घर बन्दैन तबसम्म कहाँबाट काम गर्ने हो र? 1997मा स्थापना भए पनि 2014मा आएर बल्ल यसले घर पाएको छ भने जब घर पायो तब महासचिव बसे, बल्ल के भयो? महासचिवहरू चेन्ज हुन लागे। 14बाट सुरु भयो भने अब यी बिचको कुराहरू पढ्दा पनि राम्रो है। सुरुको जान्दा राम्रो भयो। 14बाट सुरु भयो, कति पुग्यो त? 16-17मा पुग्यो। यसलाई 16 बनाउनु पर्छ। 3 वर्ष भने 14बाट सुरु गरेर 17 पुग्छ। यो कतिमा भन्दा अगस्त 1मा है त। 2014 अगस्त 1मा आएर के भए? सुमित नाकन्दला जो श्रीलङ्काका थिए उनी के भए? बिमस्टेकको पहिलो 1 नम्बरको महासचिव भए। अन्तिम भनेको के जान्नु पर्यो हामीले? अब यसमा भारतबाट को आएका हुन् त? इन्द्रमणि पाण्डे 2000 कतिमा? 23 अक्टोबर 30 कति? 2023 अक्टोबर 30मा को आयो त? भारतबाट इन्द्रमणि पाण्डे बिमस्टेकको महासचिव भएर काम गरेका छन् है। ल यति विषयवस्तुहरू यसमा भयो है। अब भोलिको क्लासमा समय म्यानेज गर्न सकियो भने म तपाईँहरूलाई आसियन र
युरोपियन सङ्घ वा युरोपियन युनियनको बारेमा विषयवस्तु लिएर आउँछु। तबसम्म विषयवस्तुहरू हेर्नुहोला, कस्तो लाग्छ कमेन्ट गर्नुहोला। ल ओके, समय मिलाएर भिडियोहरू हेर्दै राख्नु होला है त।